फाइनली पूजा कोठा पनि यतिको डेकोरेसन गरेको छ है हामीले। अनि यहाँनिर चाहिँ मैले दियो बनाएको छु। यो दियो चाहिँ उयो के भन्छ पानीमा मैले देखेको थिएँ नि त ह्याक हैन, अन्त मैले ट्राई गरेको थिएँ। सो बलिरहेको छ अहिले चाहिँ मजाले नै हैन, सयपत्री फुल पानी र तेल हालिकन एकदमै दामी हुँदो रहेछ। सो अब चाहिँ एकछिनबाट लक्ष्मी पुज्नुको लागि चाहिँ रेडी भइसकेको छ है त। यहाँ चाहिँ छ मही, यो चाहिँ हो मही हो, अघि भर्खर खाएँ, कस्तो मिठो रहेछ, कलिलो मिठो। यो लाइटले गर्दा यल्लो देखिन्छ तर व्हाइटमा छ। मही खायो, कस्तो लाग्यो मही? क्या मिठो नि हो, मिठो रहेछ, कस्तो मिठो। यहाँ चाहिँ आमा हामी आयो भनेर चाहिँ खुसी हुँदै नाच्नु हुँदैछ हो। भजन बज्दै थियो, त्यो भजन गीतमै नाच्दैछ। र अब चाहिँ दियो बत्ती बाल्ने टाइम भइसकेको छ। एक्लैले सिम्पल छ घर डेकोरेट, बहिनीले गरेको रहेछ सबै। सबै तले ओरे पिनहरु आमा मैले यसरी नै नि सबिना हेर त सबी यसरी नै। अब मेरो नातिनीलाई मैले पैसा राखिरहेको छु लोटा मस्काको सगा नेपालबाट इन्डिया 50 रुपैयाँ र 10 रुपैयाँ 5 रुपैयाँ घरकै हो के मान्नु 5 रुपैयाँ आमा 10 रुपैयाँ भयो त यता 10 रुपैयाँ हो। दसको साटेर ल्याएको छु न्यू बाबुहरूलाई त म त यसपालि यस्तो दिन्छु त है। मेरो ठुलो खुसियामा आइपुगेछ भाग्य मान्यो है, लु धेरै पैसा ल्याएर दिनु मलाई। मेरो छोरीको साथीलाई पनि लक्ष्मी नारायणी नम नम एकदम कोकुटा त्यस्तो छ। ल ल हाँसुली पडुईलाई लो तेल हालेको छ लक्ष्मी नारायणलाई ल ल ल भाग्य मानि हुनु मुख पर्काउँदै हो नि गर्छ फक्ने पर्काउँदै म त यस्तो ल्याएको छु के धेरै पैसा सुनको पैसा आएको धन्यवाद कको। मलाई लगाइदिनु नि सबै। मैले त त्यो गाईले त थिएन त, त्यहीले पुसिदिएको मैले 20 रुपैयाँ गाईलाई। आज 20 रुपैयाँ तिलौले नपुजेको तिल त थिएन अन्त पर मलाई भनेको भा हुन्छ म यसले लगाइदिएको गाईलाई पनि। मैले यो साटेको छु है, यो 20 रुपैयाँ राखेर साटेको छु ल। मेरो निकाले टिका म चाहिँ कहिले लाउनु, म आमाले लाउनु बुहाले लगाइदिन्छ। यसले लगाइदिन्छ त अन्त ल कुकुरलाई लगाइदिएन म लाउँदिन भयो 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 फोटो लाउन सबैलाई चाहिँ फोटो खिच्दैन। आज अरू बेला अलक्षिणी आज लक्ष्मी अरे हामी हैन गाइस। ओ अलक्षिणी भन्छ हैन, आज चाहिँ हामीले ओ लक्ष्मी भन्दैछ सबैजनाले है। अँ भन्नु न। यस वी आर लक्ष्मी आज एक दिनको लागि हो कि हैन? हो यस्टिङ यस रङ्गोलीमा गर खोइ लु सबैजना लु मेरो त भयो अब खोइ भएको छैन फोटो मेरो पनि भएन के त अन्त खोइ तिमीहरुको मेरो पनि भयो है। लास्ट सबैजना सुट गरेर ल ल सुट गरौँ न एउटा सुट गरौँ न एउटा यहाँ ल्याउन छिटो न कान्छी दिले यार अन्त सक्मा आथे छिटो खान्छ के पारेन नि सबैजना दि ला मेरो त बोल्नु ला मेरो पनि आयो अर्को सबै मेरो खिच्दिहाल्नु नि भिडियो बनाउँदै यही अल्झिने रहेछ त ल बाल्टी रहेछ न त बाल्टी सबै दे भिडियो बनाउने ओके यसरी नै हैन म त बस्दिनै छु तिमीहरु उता उता जाऊ है ए एलिना नाना लु जलाउनु त आदिदेखि यसरी नै हैन
सलेतोमा चाहिँ बाल्नु त्यो उयसमा बाल्नुपर्छ सलेतोमा भिडियो हुँदैछ मेरो यस म भाग्नुपर्छ कि पर्दैन बाक्नुपर्छ नि निकाल्नुपर्छ होला हौ हेर्नु त छैन अघि एउटाको चाहिँ थियो एकछिन ल छ त अन्त छैन नि हेर्नु त माथि गयो मलाई त डर लाग्छ बाल्दिनँ म बाल्दै सक्दैन एउटा मात्रै छ बिचलाई पोहोरको लिला मेरो कान्छाले किनेर ल्याइदिएको सबैभन्दा राम्रो लक्ष्मी पुज्ने मान्छे डर्छु होला सक्यो त्यो दुईटा लक्ष्मी पूजा पूजेको हे औँसीको रात गाइदियारो भैलेनी लक्ष्मी पूजा आजु हे औँसीको रात गाइदियारो लागेको तारा चेलीलाई लागेको भारा हे औँसीको रात गाइदियारो भैलेनी भन्न आजको रात औँसीको रात गाइदियारो भैलेनी हे औँसीको रात गाइदियारो भैलेनी भाग्य मान्छेको धेरै शिव हाई विष्णु हे औँसीको रात गाइदियारो भैलेनी यहाँ भैलिनी खेल्दै खेल्दै आएको यी हाम्रो घरको कुकुर पनि एल्डस पनि खेल्ने अरे हट भनेको हट्दैन त
लक्ष्मी पूजा पूजेको हे यति पुगेन भने त म त आज जान्छु खेल्नु पुगेन भने जुन खेल्नु यति नै हो यो मेरो टाइट छ ओइ 500 को नोट त छैन त 500 को अघि तल यहाँ चाहिँ छैन मेरो पहिला त 500 को यहाँ चाहिँ बहिनीहरूले पैसा मिलाउँदैछ अब चाहिँ हामी यहीँ बाँड्ने भनेर चाहिँ पैसा चाहिँ हामी यहाँ चौतारामा यो चाहिँ हाम्रो गाउँको शिवलाई मन्दिर हो होइन अन्त यहाँ चौतारा छ यसमा चाहिँ बाँड्दैछ अब 4000 मा चाहिँ गर्दा चाहिँ कसरी पुग्छ 4 जना लाग्छ कति भयो रे कति हजार भयो रे यहाँ भन्दैन मेरो भिडियोमा एकछिन न 5000 मेरो भिडियोमा भन्न 4000 भइराछ यतिमा मात्रै हो यो भयो यहाँ नि 44 44 भयो हैन 45 46 47 48 49 50 51 52 हेर्न चलाको मेरो कन्तुर पनि हो यहाँ बजारको कन्तुर अलिक मुनि राख्न दिपा ओइ अलिक मुनि दोकानमै कन्तुर है अलिक मुनि राख्न दुई जना मुनि मुनि राख दिपा मुनि भन्दा यो भन्दा बेसी कहाँ राख्नु फोटो पनि खिच्नु सबैजना एउटा फोटो पनि सबैजना देखाउन यसो गर न नगराए म त स्ट्याटस पो लगाएको अब यता देखाउनु न फोटो खिचौँ न एउटा फोटो खिच्यो त हामीले अन्य त देख्दैन पैसा अफ गरम भयो